प्रविधिले फटको मारेसँगै अनेक थरीका उपकरणहरू मेसिनहरू बजारमा आइसकेका रहेछन्। ल हेर्नु साथीहरू, यस्तो मेसिन पनि आइसकेको रहेछ कि यदि यस्तो मसिनले किसानहरू चाहिँ प्रयोगमा ल्याए भने कुनै पनि काम गर्नलाई किसान सम्बन्धी रिलेटेड यस्तो धान रोप्ने मेसिन यो कामलाई चाहिँ एकदम सजिलो हुने रहेछ। धेरै रोपारहरू यानि कि 4-5 दिन लाग्ने काम चाहिँ लगभग यसले घन्टौँमा यसले चाहिँ भ्याउन सकिँदो रहेछ। हेर्नु साथीहरू, कस्तो गजबको मेसिन छ। सायद यसमा चाहिँ त्यहाँ मोटर पनि लागेको छ क्यारे, अनि यसलाई चाहिँ आफ्नो साइड अनुसार सर यसरी चाहिँ डोर्याउँदै हिँड्ने, अनि हिँडेर अगाडि गइसकेपछि ठ्याक्क त्यसैले आफ्नो हातमा सायद बटन होला यसमा, कि बटन दबाएपछि सायद बन्द पनि हुने। यो भिडियो जानकारी र इन्फर्मेसनको लागि यो भिडियो चाहिँ यसरी पेश गरेको छु। हेर्नु साथीहरू, चाइनाले यस्ता मेसिन बनाइसकेको रहेछ। यदि यस्ता मेसिन यदि हामीले पाउने हो, हाम्रा गाउँघरका किसानहरूले पाउने हो, या फेरि हाम्रा चाहिँ समुच्च निकायबाट या नगरपालिकाबाट या प्रदेशबाट भनौँ या केन्द्रबाट कुनै पनि क्षेत्रबाट यदि कृषकलाई चाहिँ कृषि पेसामा लाग्नुभएका कृषक दाजुभाइहरूलाई यदि सरकारले चाहिँ यस्ता खालका मेसिनबाट सहयोग गर्ने हो भने, अनि हाम्रो देश कृषि प्रधान देश भनेर त भनिन्छ, तर अझै पनि राम्रो उन्नति प्रगति हुने थियो कि भन्ने मलाई लाग्छ। साथीहरू, तपाईँलाई कस्तो लाग्छ आफ्नो जानकारी कमेन्ट गर्नुहोला है त।